गाइज वेलकम टु माई च्यानल होइन यो चाहिँ भ्लगिङको सेकेन्ड डे हो। अहिले चाहिँ म काममा गइरहेको छु। टाइम भइरहेको छ 3 अनि काम के छ भनेर तपाईँले देखाउँछु। काम चाहिँ सकिनेवाला छ त्यसैले लेटमा आएको अहिले। अनि म अगाडि गइरहेको छु, बुवा चाहिँ पछाडि आउँदै हुनुहुन्छ। अनि गाउँमा पनि पुगिसक्यो, काम गर्ने गाउँमा हामी। के हो नि यो आम्ला कहाँदेखि ल्याउनु भयो नि? त अहिले चाहिँ बुवा जाँदै हुन्छ गड्डोमा, देख्नु होइन। यहाँ चाहिँ हेर्नको लागि र यो मिलाउनको लागि। अनि बिहान चाहिँ हामी काम गर्न आएको थियौँ। कस्तो भयो नि बिहान यो हटाएको मैले? खाइरहेको छु त, हजुर खाइ छैन? एकदम टेस्टी छ गाइस इमली। सो अहिले चाहिँ होइन हामी काम गर्ने ठाउँमा पुगिसक्यौँ। अनि यहाँ पुग्दै एकदम पानी पर्ने जस्तो मौसम भइरहेको, बादल आएर एकदम हावा चलिरहेको छ होइन। गड्डाको काम भइरहेको छ यहाँ चाहिँ। यो गड्डा चाहिँ पुरै कम्प्लिट भइसक्यो होइन। काम गरेर देख्नु पुरै एकदम चट्टानै चट्टान लागेको थियो ढुङ्गाको पुरै। हेर्नु न यस्तो चट्टानै चट्टान छ ढुङ्गाको, तलदेखि माथिसम्म नै छ चट्टान। अनि यो नाप्नको लागि डन्डा पनि छ देख्नु होइन। पुरै 7x7 को गड्डा हो, त्यसैले चाहिँ हामीले यो डन्डा बनाएर चाहिँ नाफेर पुरै चट्टानी चट्टानमा काटेर नाफिरहेको छौँ। हामीले चाहिँ यो गड्डाको काम न असाढको लास्टमा मिलेको थियो। अनि अहिले चाहिँ साउनको महिना चलिरहेको छ र यति धेरै ढुङ्गाहरू थियो कि कडक चट्टान लागिरहेको थियो कि बल्ल तल्ला हामीले काम गरेर सकायौँ। सबल हान्दाखेरि पनि आइरहेन, एकदम चट्टानको छ। हली त रहेछ न। सबल चाहिँ गर्दै हुनुहुन्छ बुवाले। छिनो हानौँ क्या बुवा? छिनो हानेर गरौँ, हलिरहेको छ, छिनो हाने चाहिँ आइहाल्छ क्या। यो लेभल बन्यो भने चाहिँ हामीले अब काम सकिनेवाला छ। यो लेभल मात्रै बचिरहेको छ। अनि नापेर सबै सकिसक्यौँ। म चाहिँ होइन खाल्डोमा जति माटो निस्किरहेको नि त्यो चाहिँ तचलामा हालेर फालिदिइरहेको छु। अहिले चाहिँ मैले 5-6 तचला फालिसकेँ, अझ अहिले यति भइरहेको छ होइन। अनि यता ढुङ्गाहरू पनि आइरह, यो पनि फालिरहेको छु। एकदम हालत खराब भइरह भाइ। यहाँ त खाल्डोदेखि माथि फाल्न चाहिँ गाह्रो भइरह। यो खाल्डोदेखि 7 फुटकोमा यहाँदेखि माथि फाल्ने देख्नु होइन। यहाँ माथिमा चाहिँ यति धेरै धुम छ अनि यहाँदेखि चाहिँ फाल्न अप्ठ्यारो भइरहेको छ। यसलाई चाहिँ होइन जम्प गरेर फाल्नुपर्छ, नत्र भने आफ्नो टाउकोमा पनि खस्न सक्छ। किनभने माटो ढुङ्गा छ नि त। जम्प गरेर सिधै माथिमा फाल्नु कोसिस गरिरहेको छु होइन। यहाँदेखि चाहिँ तेरे साथ ही लग जाता दिहाड़ी पे। अपना थोड़ा गाड़ी गुड़ी का काम है ना, चक्कर नहीं तो क्या काम तो। होइन। अनि मैले यता औजार पनि साइडमा राखिसकेँ। हामीले काम गरेको औजारहरू सबल, बिल्चा, घन सबै सामान हामीले काम गरेको यहाँ किनारमा राखिसकेँ। अनि यहाँ तलको काम चाहिँ पुरै भइसक्यो देख्नु होइन, बराबर भइसक्यो। अनि बिहान चाहिँ एकदम यत्रो ठुलो ढुङ्गो थियो होइन। यसमा मैले चाहिँ यो चिनाले एक्लै हानेर फुटालेको यहाँसम्म थियो होइन। यो पुरै ढुङ्गा छ मेरो यो। अहिले चाहिँ गड्डाको माथि आइसक्यो होइन। यहाँदेखि गड्डा चाहिँ एकदम डरलाग्दो देखिरहेको छ होइन, तलसम्म देखिरहेको छ। खाल्टो भयो पुरै देख्नु। सही हो रहा ना काम? बढ़िया हो? एक नंबर हो गया। अब इसमें चिनाई होगा ठीक। अब यहाँ का मिट्टी भी हट गया, यहाँको माटो पनि पुरै हटिसक्यो होइन। अब यसलाई चाहिँ पुरै समेटेर कट्टामा हालौँ, बोरामा। अनि ढुङ्गाहरू हेर्नु न, एकदम यहाँ चाहिँ साह्रो एकदम कडक ढुङ्गा रहेछ। यो चाहिँ ढुङ्गा चाहिँ यसमा निक्लेको यो गाडो यो खड्डोमा। हामीले चाहिँ होइन यसमा चाहिँ कट्टा राखेर उड्नको लागि यो बनाएको थियौँ। आज यो पनि भत्काइन्छ, भत्काने भन्नाले नि यसलाई उठाएर चाहिँ उता लगेर फालिदिने यो। अनि अहिले चाहिँ उठाइरहेको छु। बुवा भन्दै हुनुहुन्छ यसलाई चाहिँ म लगेर जान्छु भनेर, मेरोमा हाल भनेर यो बोरी थाप्दै हुनुहुन्छ। मलाई हालिदिनु क्या, म लगाउँला। पहिला बोरा राखौँ, पहिला बोरा राख्ने अनि म उठाइदिन्छु कान्नमा। लगाउँदैन नि त।
चाहिँ हामीले सबै जो कि खाल्डोमा निक्लेको छ नि सबै माटो ढुङ्गा सबै यहाँ फालेको छौँ। यहाँ देख्नु होइन पुरै माटो ढुङ्गाको पुरै ढेडै लागिसक्यो, एकदम ठुलो पाहाडै भइसक्यो होइन, तलैसम्म लागिरहेको छ यहाँदेखि। अब बजेको चाहिँ एउटा ठुलो होइन, यसलाई चाहिँ घनले हानेर फुटाउँ किनभने भारी छ एकदम ठुलो। यसलाई चाहिँ फुटाएर 2 बनाऊँ, हल्का हल्का लगाऊँ होइन। फुटिसक्यो, 2टा ठ्याक्कै 2टा भयो होइन। ल ठ्याक्कै 2टा भइसक्यो बुवा। एउटा यो हालिदिन्छु ठुलो होला। ल मैले चाहिँ उठाइसकेँ होइन। अहिले चाहिँ होइन यहाँको सबै माटो ढुङ्गाहरू फालेर सकिसक्यो। अब चाहिँ घर जाउँ होइन, यहाँ चाहिँ गड्डाको काम आज लास्टै थियो, सकिसक्यो पुरै होइन। अनि मैले चाहिँ झोला पनि उठाइसकेँ, अब चाहिँ जाऊँ। औ